सिम्बिकको अर्ग्यानिक मुला हेर्नुहोस् है कत्रो छ घाँस यो खालि हो तर चाहिँ धुएछु मैले दामी रहेछ भुक्को मोमो चाहिँ रेडी हुन थाल्यो यो तपाईँहरूले देखिरहनु भएको चाहिँ सी लभेन्डर सी रोप्नुको लागि यति चाहिँ काटेँ यहाँ चाहिँ सुक्दैछ हाम्रो यहाँ चाहिँ काठ चाहिँ उम्रेको छ होइन यो चाहिँ हाम्रो चिमलको फुल यहाँ हाम्रो घर मुनिसम्म आइसक्यो टक्कै हाम्रै घर शुभ बिहान सबैलाई आजको मौसम एकदम दामी म चाहिँ अब नयाँ डको बोकेर बारीमा घाँस काट्नु जान्छ नयाँ यस्तो ब्ल्याक टप बाटोमा है र आज फेरि तपाईँहरू समक्ष नयाँ भ्लग लिएर आएको छु यसो वरिपरिकै अर्ग्यानिक चिजबिजहरू है हेर्दै गर्नु होला भ्लग यता चाहिँ हाम्रो साग एकदम हेरिहाल्नुहोस् कस्तो दामी दामी छ अब यहाँ म टिप्छु हो ए पत्ता हेरिहाल्नुहोस् सानो परिवारलाई त 2-3 पत्ता टिपे पनि पुगिहाल्छ नि यता अझै हाल त कलिलो छ है अलिक छिप्पिएपछि त यिनीहरू त अलिक पछि त यो चाहिँ बन्दकोपी जस्तो साग होइन हाम्रो यहाँ चाहिँ काठ चाहिँ उम्रेको छ होइन कस्तो दामी खाउँ खाउँ लाग्दो थाक्रे चाहिँ जस्तो देख्दा छैन यो चाहिँ ब्रुसली इस्कुस छैन काँडा काँडा भएको हुन्छ नि भू आज चाहिँ जरा उसिनेर खाइ हुन्छ हिजो खनेको दामी हुन्छ अब यो उसिनेर खाने चाहिँ एकदम मजा आउँछ जरा चाहिँ धुएछु मैले अब मजाले सफा पारेर हो अब काटेर चाहिँ बसाउनु पर्छ यो चाहिँ प्रेमुलाहरू चाहिँ फुल्नु थाल्यो येल्लोमा व्हाइटमा चाहिँ मजाले फुल्दैछ प्रेमुला जरा चाहिँ उसिनेर रेडी अब खानको लागि हो तरुल चाहिँ पाकेर पट फुट्यो नि हानु दामी रहेछ भुक्को जरा चाहिँ यसरी खानु सक्छ है उसिनेर पनि मन परेन छ एकदम मिठो मुला हेर्नुहोस् है कत्रो छ घाँस यो खालि हो मुलाको साइज हेरिहाल्नुहोस् यहाँ ए कत्रो चाहिँ छ मुला हेर्नुहोस् है यहाँ यो खाले मुला हुन्छ हाम्रोतिर चाहिँ बाटो चाहिँ यहाँ हाम्रो घर मुनिसम्म आइसक्यो टक्कै हाम्रै घर मुनि आइपुग्यो यही बाटो र बाटो चाहिँ अहिले अलकत्रे कालो गरेर यहाँसम्म ल्याइपुऱ्याएको छ हो यस्तो छ अहिले पथसिरीको सिचुएसन यता तल एकजना सिङ्गर गीत गाउँदै रहेछ यो चाहिँ हाम्रो चिमलको फुल कोपिला हेर्नुहोस् है कस्तो कोपिला भएको छ यसपालि दामी फुलेछ चिमल कार्तिक फुलको चाहिँ मैले रोप्नुको लागि यति चाहिँ काटेँ अब यसलाई चाहिँ 1300 गाड्नु दिनुपर्छ फुलिहाल्छ यो चाहिँ टक 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 अर्को पालि चाहिँ मजाले फुल्छ हेर्नुहोस् है यसरी अहिले नै यहाँनिर यसले डुक्कु हान्नु थालिसकेछ हौ यसलाई चाहिँ अब 1300 यसरी माटोमा गाड्नुपर्छ यसरी खाल्डा खन्नुपर्छ त्यहाँबाट चाहिँ यसलाई चाहिँ यसरी सुताएर गाड्नुपर्छ टक टक यसरी त्यहाँबाट चाहिँ पुरी दिनुपर्छ हो अर्को पालि त सानो दामी फुल्दैन नि अब यो मैले यहाँ बाटोको छेउ रोपिदिएको छु यहाँ मुनि चाहिँ नयाँ हाम्रो पथसिरीको बाटो बनिँदैछ त्यसले गर्दा चाहिँ मैले रोपिदिएको पछि दामी देखोस् भनेर यहाँनिर चाहिँ मैले चामल राखिदिएको छु हेर्नु चरा चाहिँ कस्तो आएर खान्छ चामल चाहिँ पाउडर फुल चाहिँ हेर्नु चाहिँ पाउडर फुल चाहिँ हाम्रो एकदम मल्टी कलरमा छ सबै चाहिँ त डबल हो सिङ्गल चाहिँ होइन यस्तो मजाले फुलेको छ नि हेर्नुहोस् न
यता चाहिँ हाम्रो पाउडर फुलको हेर्नु चाहिँ भेराइटिज एकदम दामी फुलिरहेछ। यो चाहिँ हाम्रो फेरि प्रिमरोज प्रेमुलाकै प्रजातिहरू हो है। चिसोले हेर्नु नि मजाको छ सेडिङमा। यो चाहिँ पिङ्कमा फुल्दैछ, वाइटमा चाहिँ मजाले फुल्दैछ हो। यो सेडिङवाला पिङ्क थियो, यो चाहिँ बिग्रियो अलिक। यिनीहरू चाहिँ हाम्रो साइजनथसको बिरुवाहरू हो, हाइब्रिडवाला। यता चाहिँ हाम्रो फर्सीपाते, योहरू चाहिँ फर्सीपाते हो है। यता चाहिँ बेकफुल, हाम्रो कमन लोकल ल्याङ्ग्वेजमा बेकफुल भन्छ हो। यिनीहरू चाहिँ हाम्रो सिनेरिया, यसको चाहिँ थुप्रै कलरको भेराइटिजहरू छ यहाँ है। सिनेरियाहरू हो यो चाहिँ। त्यहाँबाट यहीँ अत्ता चाहिँ साइजनथस पनि छ हाम्रो अगाडि। प्रेमुलाहरू चाहिँ प्रायः सबै यो पिङ्क कलरमा मात्रै कोपिला लाग्दैछ है। सबै के भयो यसपालि अलिक अचकचेक जस्तो छ। यो चाहिँ हाम्रो प्रेमुलासको हो। भेराइटिज थुप्रै छ, येल्लो वाइट सबमा छ है। तर परसम्म फुलिरहेछ। कोपिला चाहिँ प्रायः सबमा बसेको छ यसरी हो। अब योहरू चाहिँ यसको अहिले सिजन हो। अब अलिक लोसरको छेकतिर चाहिँ एकदम मजाले फुल्छ। एक बोट सिजनथस चाहिँ हौसेर यहाँ नु बोट यसको हेरिहाल्नुहोस् कत्रो छ। फुल पनि फुल्नु थाल्यो यसमा चाहिँ। यो तपाईँहरूले देखिरहनु भएको चाहिँ सी लभेन्डर। सी लभेन्डर चाहिँ अब पछि फुलेपछि स्टिक काटेर तपाईँले फ्लावर भासतिर हालेर है 5-6 महिना 1 सालसम्मै राख्दा पनि सुक्खामै ड्राईमा जस्तोको जस्तै बस्ने हुन्छ। यो चाहिँ थुप्रै कलरमा छ यसको चाहिँ। यो चाहिँ अहिले यस्तो छ हालत यिनीहरूको, हेर्नुहोस् एकदम मजाको हेल्दी भएर आउँदैछ। यिनीहरू चाहिँ हाम्रो जिरेनियमहरू पोहोर फुलिसकेर फेरि जस्तै सबै कटिङ सारेको। चिसोले गर्दा यिनीहरू अलिक साह्रो परिरहेको छ यिनीहरूलाई है। तर सबै सर्नु चाहिँ सरेको छ। यो देखिरहनु भएको चाहिँ आइस प्लान्ट। यसको पत्ताहरूमा चाहिँ हेर्नु न आइस जमिरहेको देख्छ र यसलाई आइस प्लान्ट भनेको होला है। यो चाहिँ पिङ्क कलरको फुल्छ पछि, हेर्नुहोस्। यो चाहिँ अब अहिले सबै बुरुरु उम्रिरहेको छ यतातिर हो। यसलाई चाहिँ अब रिपोर्टिङ गर्नुपर्ने छ। हेरिहाल्नुहोस् मजाको छ यिनीहरू। मैले यहाँ चाहिँ सुक्दैछ हाम्रो लाङखिया। आज चाहिँ हाम्रो बेलुकाको यहाँ कार्यक्रममा चाहिँ आलुको मोमो खाने हो। मैले यहाँ प्याज धनियाँ छेपीहरू काटेर रेडी पार्दैछु मोमोको लागि हो। आज चाहिँ आलुको मोमो। आलु चाहिँ रेडी भयो किमाको लागि। अब यसलाई चाहिँ मजाले यो छेपी प्याज धनियाँहरूसँग मेरिनेट गर्नु एकदम मिलाएर हो यसरी। किमा चाहिँ हाम्रो रेडी भयो आलुको मोमोको लागि। अब चाहिँ सुरु भयो बनाउनु यहाँनिर हाम्रो। मोमो चाहिँ रेडी हुन थाले। मोमो चाहिँ पाक्यो, आलु मोमो सुरु है। बेलुकाको मुखपुङ हाम्रो चाहिँ आलुको मोमो। ममाले कस्तो भएछ मम्मी मिठो भयो? सुरु गरे है बेलुकाको आलुको मोमो। दामी भएछ तातो तातो मोमो।